ओके, सम्पूर्णमा नमस्कार। आज म चाहिँ क्लास 12 को डप्लर इफेक्ट लिएर आएको छु। डप्लर इफेक्ट भनेको के हो त भन्दाखेरिमा द अपारेन्ट चेन्ज इन फ्रिक्वेन्सी। अपारेन्ट फ्रिक्वेन्सी भनेको जुन सोर्सबाट आएको साउन्ड चाहिँ चेन्ज हुनेवाला साउन्ड छ, जुन चेन्ज भएको साउन्डलाई नै के भनिन्छ भन्दा अपारेन्ट फ्रिक्वेन्सी भन्छ अफ साउन्ड ड्यू टु द रिलेटिभ मोसन बिट्विन द सोर्स एन्ड अब्जर्भर इज कल्ड डप्लर इफेक्ट। जुन आएको साउन्ड छ, फर इक्जाम्पलको लागि अब जस्तै हामी स्ट्यान्डिङ अवस्थामा छ र बाइक उताबाट रेसवाला बाइक चाहिँ आएर गयो हो, त्यो जुन आएको साउन्ड र गएको साउन्डमा जुन चेन्ज हुन्छ र त्यही नजिकै आउँदाखेरिको साउन्ड हुन्छ, त्यही अपारेन्ट चेन्ज भन्छ। त्यो साउन्डलाई नै के भन्छ त भन्दा डप्लर इफेक्ट भन्छ। जुन त्यो डप्लर इफेक्टमा अपारेन्ट चेन्ज इन फ्रिक्वेन्सी एफ डैश इज इक्वल टु भी प्लस माइनस जुन भेलोसिटी अफ साउन्ड यु अब्जर्भर तल चाहिँ सोर्स हुन्छ। यु अब्जर्भर भनेको के हो त भन्दाखेरिमा जुन भेलोसिटी जुन भी दुइटै भएको कारणले गर्दाखेरि मैले एउटालाई यु लेखेँ, जुन भेलोसिटी अफ अब्जर्भर हो यु नट भनेको, र युएस भनेको चाहिँ भेलोसिटी अफ सोर्स हो। यो फ्रिक्वेन्सी हो, यो चाहिँ नर्मल फ्रिक्वेन्सी अफ साउन्ड भयो। ओके, अब यहाँ त हामीले देख्न सक्छ अब फर्स्टमा चाहिँ सोर्स अफ साउन्ड इज मुभिङ। जस्तै अब सोर्स अफ साउन्ड इज मुभिङ लेखेँ मैले। ओके, सोर्स अफ साउन्ड इज मुभिङ। सोर्स अफ साउन्ड चाहिँ मुभिङ छ टुवार्ड्स द स्टेसनरी अब्जर्भर। स्टेसनरी भनेको जुन यु नट चाहिँ के छ त रेस्टमा छ कि यु नट चाहिँ रेस्टमा भएको अवस्थामा हो, र चाहिँ सोर्स अफ साउन्ड इज मुभिङ टुवार्ड्स भनेपछि टुवार्ड्सतिर गइरहेछ। यो चाहिँ युएस चाहिँ के गइरहेछ त भन्दाखेरिमा युएस भनेको भेलोसिटी अफ सोर्स चाहिँ यतातिर गइरहेछ, जुन अब्जर्भरतिर गइरहेछ भने हाम्रो भेलोसिटी अफ साउन्ड चाहिँ भी कतातिर जाने भयो त यतैतिर जाने भयो। र अनि यु के छ त भन्दाखेरिमा यु यहाँ रेस्टमा छ, अर्थात् ओ पोइन्ट ओ अब्जर्भर भयो। यो पोइन्टलाई मैले सोर्स माने भने ल। अब यो एफ ड्यासको चाहिँ मैले के लेखेँ त एफ ड्यास लेखेँ है, इजिकल टु भीको चाहिँ भी नै लेखेँ। अब यु नट इजिकल टु 0 हुने बित्तिकै यो प्लस माइनस केही गर्नै परेन। यु नटको ठाउँमा के भयो त केही लेख्नै परेन, अपन। अब भीको ठाउँमा फेरि के भयो त भी नै भयो। अब हेर्नुहोस् है, यो पनि यतातिरको मोसनमा छ हो, युएस यतातिरको मोसनमा छ, यो यतातिरको मोसनमा छ। दुईवटै के त भन्दाखेरिमा एउटै जुन अपोजिट डिरेक्सनमा आइरहेको छ, मतलब उताबाट यता आइरहेको छ, यो यताबाट चाहिँ रेस्टमा भएको अवस्थामा त्यो छ भनेपछि हाम्रो के हुन्छ त भन्दाखेरिमा माइनस हुन्छ, अर्थात् भी माइनस हाम्रो के भयो त युएस हुने भयो। माथिको फ्रिक्वेन्सीको चाहिँ फ्रिक्वेन्सी नै हुने भयो। ओके, त्यस्तै अर्को केस मैले लिएर आएको छु। सोर्स अफ साउन्ड इज मुभिङ अवे फ्रम द स्टेसनरी अब्जर्भर। स्टेसनरी अब्जर्भर भन्दा यो के छ त भन्दाखेरि सोर्स अफ साउन्ड चाहिँ अवे गइरहेछ, अब त्योबाट चाहिँ टाढा भागिरहेछ, अर्थात् हाम्रो के भयो त यु